छोटी छोटी राहें मिलके कहीं दूर दूर मंजिल पर जाएगी। कभी छाँव छाँव कहीं धूप सताएगी। लंबी Pe manjune se sol, kordo kando mambe gor kinge se son dan jo je jingje lonjara se sol songoro pe ma shende ong urje yulje no ja pe ma ge sar dombo la yanchen suje ngodo ne pe manjune se sol, kordo kando mambe gor kinge se son dan jo je jingje lonjara se sol songoro pe ma shende Palden zawe lama rimuro jenda ge chiwar pe ma de jola ka den chimbo do so palden zawe lama rimuro jenda ge chiwar pe ma de jol ka den chimbo gone je son de po son do je ngoi do sa do so yande sange kunda mela ka den sange नाले यो क्षेत्रको कार्यक्रम गर्नाले यसरी जगतलाई नै पुण्य हुन्छ। आफ्नो आयु क्षय आयु खडबड आकस्मिक मृत्युहरूदेखि धेरै मात्रामा नै मुक्ति पाएर जान्छ। यसै कारण यो गर्नाले हितार्थ र अन्यार्थको लागि बहुतै पुण्य भएर जान्छ भन्ने जुन कुरोले उसले हामीलाई प्रेरित गर्दाखेरि हामीले हुन्छ यसलाई तपाईँको साथमा हामी दिन्छौँ भनेर हामी अघि बढ्यौँ र उहाँकै साथमा हामीले 21-22मा यसरी यही ठाउँमा आएर यो कार्यक्रम हामीले गर्यौँ।
माछाले चाहिँ 1 लाखसम्म अन्डा दिने, त्यो माछा 25,000 30,000 भए पनि बाँच्ने हुनाले धेरैभन्दा धेरै प्राणीहरूको हितको लागि, छैलोको लागि, जसको आयु छैन आयुको लागि, लोकाकहरूदेखि लिएर दुन्सीहरू थुन्सुमहरू के परेको छ जम्मै ग्रह होस् भनेर हामी मात्रै होइन, यहाँ आउने जम्मैले नै छैलोको प्राणीको नै राम्रो होस्, छैलोकलाई राम्रो होस् भनेर चाहिँ आज यहाँ छेदर गरियो। यो छेदर गर्ने प्रथा चाहिँ हाम्रो बौद्ध धर्ममा चाहिँ अति महान कुरो छ। यसले आयु पनि बढेको छ, सुख शान्तिमा आउँछ, यसले रोग कष्टमा आउँछ। यो मान्छेको मात्रै नभएर हर चिजको आयु बढ्नुपर्छ। आज चामल हतहत हुनु पर्यो, धान हतहत, पानी हुनु पर्यो, यो पनि क्षेत्रै हो है। र आज यो लागि हामीलाई यहाँ हाम्रो गुरुहरू, हाम्रो यहाँ गुरुले आएर हामीलाई यस्तो प्रकारले सिकाएर जुन प्रकारले गर्नु लगायो, बौद्ध धर्मको विधिअनुसार उहाँले गर्नु लाग्यो, उहाँलाई मेरो एकदम सदा नमस्कार है। र यसमा धन्यवाद। यसको माध्यम बनाउनुको लागि दुःख गरेर यत्रो मान्छे जुटेर ल्याउनुमा हाम्रो भेना श्री मिलन बमजन र ज्वाइँले जुन प्रकारले कष्ट गरिदिनु भयो, उहाँहरूलाई यस प्रकारले नै साङ्गेबाट र मेरोबाट र सर्वप्रति परिवारकोबाट हामी चाहिँ एकदम तपाईँहरूलाई आशीर्वाद छ। यस्तै बोधिसत्ताको जुन देखाएको बाटो छ, यो बाटोमा तपाईँहरू अघि बढेर यस्तै राम्रो धार्मिक कार्यहरू गर्दै जानुहोस् है भन्ने चाहिँ म साङ्गेसँग प्रार्थना गर्छु। धन्यवाद।